बारेमा पनि बुझिसक्नुभयो, कम्पनीको प्रोडक्टको बारेमा पनि बुझिसक्नुभयो र मोटिभेसनल स्पिचमा चाहिँ धेरै एनर्जी पनि लिन सक्नुभयो है। भने आज हामी डिएसएम कम्पनीको सिस्टमबाट कसरी पैसा कमाउन सकिन्छ भन्ने कुराहरू पनि हामीले बुझ्न जरुरी छ। त्यसको लागि भने म तपाईहरु माझमा चाहिँ मेरो आफ्नो तर्फबाट मैले अहिलेसम्म पाएको कुराहरू म तपाईहरु माझमा चाहिँ शेयर गर्नेछु। र मेरो नाम तुलबहादुर भैलकोटी, घर मेरो गोर्खा, गण्डकी गाउँपालिका 2, हालको बसाई कुवेतमै छु तपाईहरुसँगै। र कुवेतको बसाई पनि लङ टाइम भइसकेको छ, तर डिएसएमको सिस्टममा 2017 बाट कन्टिन्यू 2025 क्रस भइसकेको छ। भने हामी कन्टिन्युटीको साथमा चाहिँ हामी अगाडि बढ्ने क्रम जारी पनि छ। र अघि नै मात्रै हाम्रो डिएसएम कम्पनीको सिस्टममा हामीले के सिक्नुपर्छ, के बुझ्नुपर्छ भन्ने कुरा पनि हाम्रो प्रोफाइलको विषयमा जानकारी गराउनु भयो हाम्रो ग्रेड लिडर सर स्टार बिलाले सरले। र यो कम्पनीको सिस्टममा आज हामीले चाहिँ प्रवेश भएपछि सिक्नुपर्ने कुरा र बुझ्नुपर्ने कुराहरू धेरै कुराहरू छन्, तर पनि उहाँले सर्टकटमा जानकारी गराउने क्रममा पनि हजुरहरूले चाहिँ धेरै कुराहरू चाहिँ सायद बुझ्नुभयो है। र प्रोडक्टको बारेमा पनि बुझ्नुभयो, प्रोडक्टको बेनिफिट के हो भन्ने कुरा हाम्रो स्टार पंकज सरले जानकारी गराउनुभयो। र साथमा देवगिरी सरको त पुरै नगरौँ, हेर्नुहोस् त आज तपाईहरुले कस्तो किसिमको चाहिँ एनर्जी दिनुभएको छ, त्यो पागल पनि तपाईँ हामीसँग आउनुपर्छ है। त्यसैले गर्दाखेरि मलाई पनि डिएसएमको सिस्टममा आबद्ध हुनको लागि दुई किसिमले दुई क्याटेगोरीको व्यक्तिहरू आउँछ भनिन्छ नि। म पनि एउटा रोगले ग्रसित भएर आएको व्यक्ति हो। डिएसएमको सिस्टममा चाहिँ प्रवेश हुनुभन्दा अगाडि चाहिँ मैले सुस्वास्थ्य बन्नुपर्छ, सुस्वास्थ्य बन्नको लागि मैले दबाई मेडिसिनहरू मात्रै होइन, अब जडीबुटी जन्ने चिजहरू पनि मैले कसरी चाहिँ सेवन गरेर चाहिँ म सुस्वास्थ्य बन्न सक्छु भन्ने हिसाबले म डिएसएम कम्पनीको सिस्टममा प्रवेश भएको थिएँ। मलाई डिएसएमको सिस्टममा आबद्ध गराउनको लागि धेरै मेहनत र परिश्रम गर्नुहुने स्टार म्याडम हुनुहुन्छ बिमाया गुरुङ। उहाँले नेपालमा हुनुहुन्छ, बासी भातको चामल होइन, बासमती चामलको चाहिँ भनौँ न स्वाद लिइरहनु भएको छ नेपालमा। अब यसरी भइरहँदाखेरि फेरि नेगेटिभमा गएन भन्नु है, अलिकति बुझ्नु होला है तपाईहरु सबैजनाले। आज पैसा कमाउनको लागि पनि धेरै मेहनत र परिश्रम छ। बासमती चामलको चाहिँ उहाँले स्वाद लिइरहनु भएको छ, तर हामी चाहिँ डिएसएम कम्पनीको सिस्टममा बसेर या डिएसएम कुवेतमै बसेर पनि हामीले चाहिँ के लिएका छौँ भन्ने कुराहरू त तपाईँ हामी सबैजनालाई थाहा छ होइन। दैनिकी सेवन गर्ने भोजनहरू कस्तो छ भन्ने कुराहरू पनि थाहा छ है। उहाँलाई फेरि पनि म विशेष धन्यवाद दिन चाहन्छु। स्टार भी हुनुहुन्छ बिमा गुरुङ, उहाँलाई जोरदार तालीले स्वागत गर्नुभयो। किनभने उहाँले मात्र 2 महिना भएको रहेछ डिएसएम कम्पनीको सिस्टममा आबद्ध हुनुभन्दा अगाडि उहाँले मात्र आफ्नो चाहिँ हेल्थ प्रब्लम भएको हुनाले गर्दाखेरि डिएसएम कम्पनीले उत्पादन गरेको मरिन्जी जुस र स्पाइरुलिना ब्ल्याक कफी मात्र लिनु भएको रहेछ। उहाँले चाहिँ आफ्नो हेल्थ बेनिफिट मलाई सेयर गर्नु भएको थियो, तर मैले चाहिँ डिएसएम कम्पनीको सिस्टममा आउनुभन्दा अगाडि हामीले चाहिँ यो प्रोडक्ट सेवन गर्नुपर्छ या पर्दैन भन्ने कुराहरूलाई कसैलाई पनि थाहा हुँदैन। मात्र उहाँले स्वास्थ्यको लागि